नमस्कार। सार्वजनिक खरिद ऐनका यी मिति, अङ्क र प्रतिशतहरू याद गर्न अलिक गाह्रो भइरहेको छ। परीक्षा नजिकिँदै जाँदा तनाव पनि होला। तर चिन्ता नलिनुहोस्। आजको यो प्रस्तुतिमा हामी सिधै त्यही नम्बरहरूमा मात्रै केन्द्रित हुन्छौं जुन परीक्षामा सोध्न सक्ने सम्भावना एकदमै धेरै छ। ल, ढिला नगरी सुरु गरिहालौं। हो, हामीलाई थाहा छ यो ऐन आफैमा निकै लामो छ, तर परीक्षामा त सबै कुरा आउँदैन नि होइन र? हामी यहाँ ती मुख्य डेटाहरू मात्रै केलाउँछौँ जसले गर्दा तयारी गर्न धेरै सजिलो हुन्छ। आउनुहोस् यसलाई सँगै मिलेर एकदमै सरल बनाऊ। ल अब सिधै विषयमा प्रवेश गरौँ है। सबैभन्दा पहिले ती नम्बरहरूको संसारमा डुब्नु अघि खरिदका मुख्य विधिहरू के हुन् भनेर सरर एकचोटि हेरौँ। यसले हामीलाई पछि आउने कुराहरू बुझ्न मद्दत गर्छ। सार्वजनिक खरिदका केही प्रमुख विधिहरू यी नै हुन्। अन्तर्राष्ट्रिय, राष्ट्रिय, सिलबन्दी दरभावपत्र, सोझै खरिद, यी नामहरू त सुनिरहेकै हो। अब यिनैसँग जोडिएका महत्त्वपूर्ण नम्बरहरू याद गर्नको लागि यी विधिहरू चिन्नु पहिलो खुड्किलो हो। ल ठिक छ, अब लागौं सबैभन्दा महत्त्वपूर्ण खण्डतिर, समय सीमा। यहाँनिर चाहिँ एकदमै ध्यान दिनु होला है, किनभने परीक्षामा यहाँबाट प्रश्नहरू बारम्बार सोधिएका छन्। यो अङ्क त दिमागमा छापिहाल्नुहोस्। 30 दिन। राष्ट्रिय स्तरको टेन्डरको लागि बोलपत्र पेश गर्न कम्तीमा पनि 30 दिनको समय दिनै पर्छ। यो एकदमै आधारभूत र महत्त्वपूर्ण नियम हो। र जब कुरा अन्तर्राष्ट्रिय स्तरको टेन्डरको आउँछ, यो समय अलिकति बढी हुन्छ, मतलब 45 दिन। राष्ट्रियको लागि 30, अन्तर्राष्ट्रियको लागि 45। सम्झिन सजिलो छ नि, होइन त? तर यदि कुनै राष्ट्रिय टेन्डर रद्द भएर फेरि खोल्नु पर्यो भने के हुन्छ? हो, त्यस्तो अवस्थामा प्रक्रिया छिटो गर्नको लागि समय घटाइएको छ र त्यो हो जम्मा 15 दिन। ल, यो तालिकाले त सबै कुरालाई एकै ठाउँमा ल्याइदियो। हामीले हेरेका समय सीमा बाहेक 2वटा नयाँ मिति पनि याद राख्नु पर्यो। बोलपत्र अस्वीकृत भएमा कारण माग्न 30 दिनको समय हुन्छ र बोलपत्र स्वीकृत भइसकेपछि कार्य सम्पादन जमानत अर्थात् पर्फर्मेन्स सिक्योरिटी दिन 15 दिनको समय हुन्छ। यी सबै अङ्क परीक्षाको लागि एकदमै महत्त्वपूर्ण छन् है। समयको कुरा त भयो, अब लागौं पैसातिर। यी वित्तीय सीमाहरूले कुन खरिदमा कुन नियम लागू हुन्छ भनेर छुट्याउँछन्, त्यसैले यी पनि उत्तिकै महत्त्वपूर्ण छन्। यहाँ 2वटा मुख्य रकम छन् जुन याद गर्नै पर्छ। पहिलो, 2 करोड रुपियाँसम्मको निर्माण कामको लागि प्री क्वालिफिकेसनको झन्झट गर्नु पर्दैन। र दोस्रो, यदि खरिद जम्मा 1 लाख रुपियाँसम्मको मात्रै छ भने त्यसको लागि छुट्टै लागत अनुमान नै बनाउनु पर्दैन। ल, अब पालो आयो प्रतिशतको खेलको। यी नम्बरहरू बोलपत्रको मूल्याङ्कन र त्यससँग जोडिने ग्यारेन्टीका कुराहरू हुन्। 15%, यो एउटा जादुई अङ्क जस्तै हो। यदि कुनै बोलपत्र लागत अनुमानभन्दा 15% भन्दा धेरैले कम भयो भने त्यसलाई अस्वाभाविक रूपमा कम मानिन्छ र त्यहाँ एउटा खतराको घण्टी बज्छ। त्यसो भए यो अस्वाभाविक रूपमा कम बोलपत्र भनेको के हो त? सोझो भाषामा भन्नुपर्दा यो त्यस्तो बोलपत्र हो जुन लागत अनुमानभन्दा 15% भन्दा पनि कम छ। यस्तो हुँदा कामको गुणस्तरमा सम्झौता हुन सक्ने जोखिम कम गर्नको लागि अतिरिक्त जमानतको व्यवस्था गरिएको हो। अब यो हिसाब किताब अलि झन्झटिलो देखिन सक्छ, तर डराउनु पर्दैन। यसलाई टुक्रा पारेर हेरौँ न। पहिला सामान्य 5% जमानत त भइहाल्यो। त्यसमाथि लागत अनुमान र बोलपत्र बीचको जुन 15% भन्दा बढीको फरक छ, हो त्यो फरक रकमको आधा अर्थात् 50% रकम थप्ने। अनि अन्त्यमा यी दुवै रकमलाई जोडिदिने। यो तरिकाले ठेकेदारले काम बीचमै छोडेर भाग्दैन भन्ने कुरा सुनिश्चित गर्छ। यहाँ अरू 2वटा प्रतिशत पनि छन्। यदि बोलपत्रमा भएको कुनै सानोतिनो गल्तीको मूल्य कुल रकमको 15% भन्दा कम छ भने त्यसलाई सामान्य मानिन्छ। र भेरिएसन अर्डर मार्फत काम थप्नुपर्दा सुरुको लागत अनुमानको 25% भन्दा बढी बढाउन पाइँदैन। ल, हामी अब अन्तिम खण्डमा आइपुग्यौं, बोलपत्र स्वीकृति। यहाँ चाहिँ बोलपत्र छनौट भइसकेपछि सम्झौतामा हस्ताक्षर गर्ने सम्मका चरण र त्यसका समय सीमाको कुरा हुन्छ। यो प्रक्रिया एकदमै स्पष्ट र समयमा बाँधिएको छ है। बोलपत्रदाता छनौट भएको 7 दिनभित्र विजेतालाई खबर गर्नुपर्छ। त्यसपछि विजेताले त्यो खबर पाएको 15 दिनभित्र कार्य सम्पादन जमानत बुझाउनुपर्छ अनि बल्ल सम्झौतामा हस्ताक्षर हुन्छ। यहाँ एउटा महत्त्वपूर्ण कुरा के छ भने यदि विजेताले यो प्रक्रिया पूरा गरेन भने के हुन्छ त?
उसको जमानत जफत हुन्छ र त्यो ठेक्काको अवसर दोस्रो सबैभन्दा कम अङ्क ल्याएको बोलपत्रदातालाई जान्छ। ल, अब अन्त्यमा एकपटक फेरि सबैभन्दा महत्त्वपूर्ण अङ्कहरूलाई ऱ्यापिड फायरमा दोहोर्याउँ है त। 30 र 45 दिन, 2 करोड र 1 लाख रुपैयाँ, 15% र फेरि अर्को 15 दिन। यी अङ्कहरूलाई दिमागमा एकदमै राम्रोसँग सेट गरिहाल्नुहोस्। र सधैँ याद राख्नुहोस्, सफलता भनेको हरेक दिन गरिने यस्तै साना साना प्रयासको नतिजा हो। यो तयारीले पक्कै पनि राम्रो नतिजा ल्याउनेछ। आशा छ यो प्रस्तुतिपछि सार्वजनिक खरिद ऐनका यी नम्बरहरू सम्झिन सजिलो भएको छ र परीक्षाको लागि आत्मविश्वास पनि बढेको होला। परीक्षाको लागि धेरै धेरै शुभकामना।